नमस्कार टक्राउन चाहन्छु। आज पनि तपाईहरुको दिनको सुरुवात कसरी भयो भन्ने पक्षमा म गइन। आज अहिलेसम्म कहाँदेखि हेर्दै हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? पक्कै पनि खाना पिना खाएर सुत्दै हुनुहुन्छ होला, या त साथीभाइहरुसँग रमाइलो गर्दै हुनुहुन्छ, या त जोडी बनेर यो चिसो चिसो मौसममा हात घाँसेर अगाडि पछाडि हिँड्दै हुनुहुन्छ, या त सिरा कोडेर मेरो भिडियो हेर्दै हुनुहुन्छ। देश विदेशमा रहेर कुना कन्त्रामा बसेर हेरिरहनु भएका सम्पूर्ण मेरा भगवान रूपी दर्शक श्रोता पिनहरुमा फेरि पनि नमस्कार गर्न चाहन्छु। बहराइनको जलाग एरियामा पानी परिरहेको छैन, तर पनि एकदम हावा धुलो उडिरहेको छ। तसर्थ बाहिर निस्केर घुम्न डुल्न खोज्दै हुनुहुन्छ नि पक्कै पनि आँखामा चस्मा, मास्क अनि ताता ताता कपडा लाएर हिँड्ने डुल्ने गर्नु होला। जति पनि मेरो भिडियोमा आएर लाइक कमेन्ट गर्नुहुने सम्पूर्णमा फेरि पनि धन्यवाद दिन चाहन्छु। आफ्नै कन्टेन्ट बनाऊ भन्ने मूल मुद्राका साथ अपशब्द फ्याट्टै आउन पुग्यो। एकैछिन रोक्नुहोस्, म जिब्रोलाई पवित्र बनाएर तपाईहरुमाझ फेरि जोडिनेछु। आफ्नै नजिकैको वन जङ्गलको मुहानबाट आएको पानी त यहाँ पक्कै पनि आइदैन, तर पनि समुद्रबाट निकालेर फिल्टरिङ गरेर तताएर यो भाँडामा राखेको पानीले मैले यो मुख जिब्रोलाई पवित्र बनाएर तपाईहरुमाझ फेरि पुनः जोडिनेछु। सबैलाई मनोरञ्जन दिउँ भन्ने मूल मन्त्रका साथ तपाईहरुमाझ यो भिडियो प्रस्तुत गर्न गइरहेको छु। जलाग एरियामा निकै नै अँध्यारो मौसम जस्तै भइरहेको छ। चारै चौरासबाट धुवा धुलोहरू उडिरहेको छ। तपाईहरुलाई यो जानकारीसँगै कहाँदेखि हेर्दै हुनुहुन्छ, कुन अवस्थामा हुनुहुन्छ, सन्चै हुनुहुन्छ, आराम हुनुहुन्छ, कुशल हुनुहुन्छ भन्ने आशा राख्दै तपाईहरुलाई फेरि पनि धन्यवाद दिन चाहन्छु। यस्तै छ परदेशको जिन्दगी, समयमा खान पाइँदैन, समयमा लाउन पाइँदैन भन्ने त्यो होइन, समयमै खाऊ, समयमै सुतौं, समयमै उठौं भन्ने मूल मन्त्रका साथ तपाईहरु माझ अगाडि बढिरहेको छु। तपाईहरुलाई के कस्तो लाग्दैछ मेरो भिडियोहरू हेर्दै हुनुहुन्छ नि पक्कै पनि कहाँदेखि हेर्दै हुनुहुन्छ, कस्तो लाग्दैछ मेरो भिडियो कमेन्ट बक्समा आफ्ना मनमा लागेका कुराहरू राखिदिनु हुन हार्दिक अनुरोध गर्न चाहन्छु। जानी क्रम जारी नै छ। सबै दृश्यहरू देखाइरहन म अलि असमर्थ छु, किनकि चारै चौरासतिरबाट क्यामेराले हानिरहेका छन्। मोबाइल चलाएको क्यामेराले कैद गर्यो भने पक्कै पनि आफ्नो सेलेरीभन्दा बढी बुझाउनु पर्ने हुन्छ। ओहो हो हो, यहाँ चाहिँ सिग्नल रोकियो, रेड लाइट बलेको छ। रेड लाइटमा चलाउनु हुन्न भन्ने मूल मन्त्रका साथ म रोकिरहेको थिएँ र अहिले एकदम हरियो लाइट बलेको छ। म अगाडि आफ्नो गन्तव्य तय गर्दैछु। अहिलेसम्मलाई एकदम आनन्दको मौसम छ। टक्क हाँसका छोइला लिएर साथमा साथीभाइहरूसँगै बसेर खाने रमाउने दिन परिरहेको छ। तर त्यो समयले मलाई एकदम घात गरेको छ, किनकि म त्यसरी रमाउन
सकिरहेको छैन यो अवस्थामा। अगाडि मामाहरू पनि बस्नु भएको रहेछ। नेपालको जस्तो मामाहरू हुनुहुन्न, यहाँको अलिकति मामाहरूले झ्याप्पै छोपेपछि छोड्नुहुन्न, छोप्दै छोड्नुहुन्न, त्यस्ता खालको मामा हुनुहुन्छ। उहाँहरूलाई पनि दर्शन सलोट गर्न चाहन्छु र तपाईहरूलाई यति मात्र जानकारी गराउन चाहे, जहाँ जस्तो अवस्थामा हुनुहुन्छ रम्नुस्, रमाउनुस्, कसैलाई रुखो बोली नबोल्नुस्, सबैसँग मिलमिलाप भएर अगाडि बढ्नुस् र सबैलाई साथ सपोर्ट दिनुस् भन्ने सूचना तपाईहरू माझ प्रस्तुत गर्दै फेरि अर्को भिडियोमा तपाईहरू माझ जोडिने बाचा सँगै यो भिडियोबाट छुटिन चाहन्छु। मेरा साथीहरू कहाँदेखि हेर्दै हुनुहुन्छ, हेरेर आफ्नो प्रतिक्रियाहरू राखिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दै आजको यो भिडियोबाट पनि फेरि पनि बिदा हुन चाहन्छु र जहाँ जस्तो अवस्थामा भए पनि मेरो भिडियोलाई हेर्नु हुनेछ भन्ने सङ्कल्प राख्दै तपाईहरू माझ आजलाई यो भिडियोबाट ओझेल पर्न चाहन्छु। रम्दै गर्नुहोस्, रमाउँदै गर्नुहोस्, तपाईहरूको जय होस् तर मेरो भय नहोस्।